कहिलेकाहीँ सबैसँग वरपर हुँदै पनि भित्रभित्रै एक्लो महसुस हुनु, बिहान ओछ्यानबाट उठ्न पनि मन नलाग्नु र भविष्यप्रति एउटा गहिरो निराशा छाउनु। के यो केवल एउटा खराब मुड मात्र हो? चिकित्सा विज्ञानका अनुसार होइन। यो संसारको सबैभन्दा बढी उपेक्षित गरिएको रोगको लक्षण हुन सक्छ, जसलाई हामी डिप्रेसन वा मानसिक समस्या भन्छौँ। आज हामी यस अदृश्य पीडाको बारेमा वैज्ञानिक दृष्टिकोणबाट कुरा गर्नेछौँ। त्यसैले तपाईलाई पनि कतै यस्तो महसुस हुन्छ भने यो भिडियो पूर्ण रूपमा हेर्नुहोला। विश्व स्वास्थ्य सङ्गठन अर्थात् WHO को आधिकारिक तथ्याङ्क अनुसार विश्वभर करिब 30 करोड मानिस डिप्रेसनको शिकार छन् र संसारभर हरेक वर्ष झन्डै 7 लाख मानिसले यही मानसिक समस्याका कारण आफ्नो अमूल्य जीवन आफै समाप्त गर्छन्। 15 देखि 29 वर्षका युवा युवतीहरूमा मृत्युको चौथो ठुलो कारण आत्महत्या बनेको छ। हाम्रो नेपालको परिप्रेक्ष्य झनै संवेदनशील छ। नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे र जनस्वास्थ्य अनुसन्धानहरूका अनुसार नेपालमा वैदेशिक रोजगारी, बेरोजगारी र सामाजिक तनावका कारण नेपाली युवा र महिलाहरूमा मानसिक स्वास्थ्यको समस्या तीव्र रूपमा बढिरहेको छ। नेपालमा प्रत्येक 10 जनामध्ये 1 जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको क्लिनिकल अनुमान छ। तर विडम्बना, हाम्रो समाजमा अझै पनि मानसिक रोगलाई कमजोरी, पागलपन वा भूतप्रेत लागेको भनेर अन्धविश्वास फैलाइन्छ र गरिन्छ, जसका कारण 90% भन्दा बढी बिरामीहरू कहिल्यै डाक्टर कहाँ पुग्दैनन्। अब डिप्रेसन भनेको के हो, क्लिनिकल रूपमा यसको पाठ बुझौँ। डिप्रेसन कुनै मनको कमजोरी वा नाटक होइन। हाम्रो मस्तिष्कमा सेरोटोनिन र डोपामिन जस्ता रसायनहरू हुन्छन्, जसले हाम्रो खुसी र भावनालाई नियन्त्रण गर्छन्। जब कडा तनाव वा वंशानुगत कारणले यी न्युरोट्रान्समिटरहरूको सन्तुलन बिग्रिन्छ, तब मानिसले चाहँदा चाहँदै पनि खुसी हुन सक्दैन। यसले मानिसको निद्रा, भोक र सोच्ने क्षमता पूर्ण रूपमा बदलिदिन्छ। CDC र WHO ले मानसिक स्वास्थ्य सुधारका लागि केही वैज्ञानिक र व्यावहारिक उपायहरूको बारेमा उल्लेख गरेका छन्, जुन निम्न अनुसार छन्। पहिलो उपाय हो भावनाहरू व्यक्त गर्ने र मद्दत माग्ने। यदि तपाईँ लामो समयदेखि दुखी हुनुहुन्छ भने त्यसलाई भित्रै नलुकाउनुहोस्। आफ्नो विश्वासिलो साथी, परिवार वा क्लिनिकल काउन्सेलरसँग कुरा गर्नुहोस्। मद्दत माग्नु कमजोरी होइन, यो त सुरक्षित रहने साहस हो। दोस्रो उपाय हो शारीरिक सक्रियता र राम्रो निन्द्रा। व्यायाम गर्दा मस्तिष्कमा इन्ड्रोफिन नामक रसायन निस्किन्छ, जसलाई प्राकृतिक मुड बुस्टर पनि भनिन्छ। दैनिक कम्तीमा 7 देखि 8 घण्टाको गुणस्तरीय निन्द्राले मस्तिष्कलाई निको हुन र तनाव व्यवस्थापन गर्न मद्दत गर्छ। सोसल मिडियाको अत्यधिक प्रयोग, नकारात्मक समाचारबाट टाढै रहनुहोस्। त्यसैगरी तेस्रो र सबैभन्दा महत्त्वपूर्ण उपाय हो क्लिनिकल उपचार। जसरी मुटुको रोगका लागि औषधि चाहिन्छ, त्यसैगरी मस्तिष्कको रसायन सन्तुलनमा ल्याउनलाई एन्टी डिप्रेसेन्ट औषधि आवश्यक पर्न सक्छ। मनोचिकित्सक वा साइकेट्रिकको सल्लाहमा औषधि खानु पूर्ण रूपमा सुरक्षित छ र यसले मानिसको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सक्छ। तसर्थ हामीले यो बुझ्न जरुरी छ, मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। यदि तपाईँको वरपर कोही व्यक्ति लामो समयदेखि शान्त छ वा टोलाइरहेको छ भने यसलाई खिसीट्युरी गर्नुको सट्टा उसको कुरा सुनिदिनुहोस्। तपाईँको एउटा मिठो शब्दले कसैको ज्यान बचाउन सक्छ। भिडियोलाई सेयर गरेर समाजको अन्धविश्वास तोड्न मद्दत गर्नुहोस्। सधैँ मानसिक रूपमा स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र यस्तै महत्त्वपूर्ण जानकारीका लागि मलाई फलो गर्नुहोस्। धन्यवाद।
नमस्ते।